जसले केही गर्नु सक्दैन उसैले चाहिँ अर्काको रिस गर्छन् क्या। हे एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो यो नयाँ भिडियोमा। म रन्जु शर्मा। आजको भिडियोको सुरुवात चाहिँ मैले आमा छोरी रेडी भएर गरे। अनि हामी आमा छोरी रेडी भएर चाहिँ कहाँ जान आँटेको भन्दाखेरि नि मंगलबारे बजार जान आँटेको, शपिङ गर्नु। शपिङ मतलब सब्जी। हामी सब्जी किन्नुको लागि चाहिँ मंगलबारे बजार जाँदैछौं। हेर्नुस् नि मेरो छोरी आजभोलि घुम्नु भनेपछि यति खुसी हुन्छन् नि, लुगा लगाएर रेडी हुनै हुँदैन के, उसको एक्साइटेड फेरि अलग्गै लेभलको हुन्छ। अनि मेरो छोरो चाहिँ मसँग रिसाएको थियो, म नबोल्ने अरे। मैले भने ठिकै छ नबोल, तिम्रो इच्छा हो। अनि हामी मामु छोरी चाहिँ बाटो हेर्दै आफ्नै अटोमा सारा परेर गयौं। अनि मेरो छोरीको नक्कल हेर्नु नि, चप्पल पनि लगाएकी छिन् है मेरो छोरीले। हामी आमा छोरी चाहिँ सरर गरेर मंगलबारे बजार फाइनली पुग्यौं। अनि मंगलबारे बजारमा चाहिँ हामीले के किन्यौं भनेर हजुर मसँगै हेर्नुस् है त। बजार सिर्नु छात, यति भिड। मंगलबारे बजार त हजुरहरुलाई थाहा छँदैछ होला कि कति भिड हुन्छ भनेर। नानी लिएर जानु चाहिँ एकदमै मुस्किल पर्छ, तर के गर्नु, आज भोलि मेरो नानी खुब मसँग पछ्याउने हुँदाले नानी छोडेर जाने कुरा पनि भएन। अनि नानीसँगै हामी सब्जीहरू हेरौं। सब्जीमा चाहिँ मलाई खासै केही राम्रो लागेन। मलाई चाहिँ हरियो परियो सागसब्जी किन्नु गएको थिएँ खास म मार्केट चाहिँ, निम्बु पनि किन्नुको लागि। तर निम्बु चाहिँ आज खासै राम्रो रहेनछ र मैले लिन पनि। अनि त्यसपछि हामीले आप किन्यौं। हेर्नुस् न मेरो छोराको नक्कल चाहिँ शपिङ गरेर हामीले सब्जी किन्यौं, आप किन्यौं। मेरो बुढाले चाहिँ पछाडिबाट भिडियो बनाउँदै हुनुहुन्छ अरे। फेरि मेरो छोरालाई त्यतिकैमा चाहिँ पान खानु पर्यो। उले मार्केट गएपछि चाहिँ पान खानै पर्छ नि त। यहाँबाट मेरो छोराले पान किनेर पान खायो। उ चाहिँ बिना मसला बिनाको पान खान्छ, उले सादा। बच्चाहरूले खाने पानै खान्छ, फेरि पान खिलाको बच्चालाई नभन्नु होला। अनि यत्तिकै हाम्रो शपिङ हुन्छ खतम। हामीले सब्जी हरियो पर्यो मात्रै किन्यौं। अनि हेर्नुस् न बाबा छोरा अघि हामी मामु छोरी पछि। अनि हामी चाहिँ फाइनली घर आएर मैले सब्जीहरू खनाइ गर्छु। मेरो भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गर्नु होला। हस् त बाई, थ्यांक्स फर वाचिङ, बाई बाई।